के छ केटाकेटी हो वेलकम टु माई नयाँ मिनी भ्लग। आज पनि म बिहानै 5 बजे उठेर टक्क लागेँ कलेजतिर। कलेज गएर मैले मस्त ब्याडमिन्टन खेलेँ अनि ब्याडमिन्टन खेलेर म फेरि पसल फर्केर ब्याडमिन्टनको ग्रिप चेन्ज गरेँ। मस्त ग्रिप चेन्ज गरेँ गर्दा दुईजना भाइहरू मेरो पसल आएर टक्क दुईजना भाइहरूलाई शङ्ख बजाउन सिकाएँ। एउटा भाइ त सिकेपछि त छट्टाउन थाल्यो। अनि भाइ किन छट्टाएको भनेको त कफी खान नपाएर रहेछ। त्यो भाइलाई कफी खान लगेर गएँ मैले टक्क नयाँ हाम्रो क्षेत्रपुरको नयाँ क्याफेमा। अनि क्याफे गएर टक्क त्यो भाइहरूलाई मैले सम्झाएँ, हेर भाइ जवानी अझै आएको छैन, तिमीहरू शङ्ख बजाउन सिक्यो भन्दा यस्तो छटाउन त भएन भनेर सम्झाएँ। अनि सम्झाएपछि टक्क म लागेँ फेरि अर्को भाइसँग ब्याङ्क लुट्न। अनि ब्याङ्क लुटेर टक्क म फेरि पसल गएँ। पसल गएको त बहिनीहरू र दिदी मस्त सफा गरेर रहेछ। अनि आजको भ्लगमा पनि गिभअवे छ ल। आज चाहिँ दुईजनालाई 50-50 रिचार्ज। आज पनि मैले फोटो लुकाएको छु सानो टक्क स्क्रिनसट गर्ने अनि कमेन्टमा हाल्ने ल। जसले हाल्छ त्यसलाई 50-50 रिचार्ज कार्डको व्यवस्था छ। हिजोको हाम्रो विनर पनि हुनुहुन्छ यहाँ, हिजोको रिचार्ज कार्ड। अनि टक्क बहिनीको मार्क्स ल्याएर म गएँ हिसाब गर्न। अनि हिसाब गरेँ पैसा गर्ने। त्यसपछि टक्क पसल बन्द गऱ्यो। अनि पसल बन्द गरेर दिदी म बहिनी लाग्यो घरतिर। अनि त्यसपछि घर गएर मैले आफैलाई अनबक्सिङ गरेँ। र आजको लागि यति नै। टेक केयर, गुड नाइट, स्विट ड्रिम।